नमस्कार, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आज एउटा कथा लिएर आएको छु जसको शीर्षक रहेको छ 5 गेडा केराउको कथा। यस कथालाई एच.सी. एन्डरसनले लेख्नु भएको हो र अनुवाद गर्नुभएको छ शान्तदासले। उहिले उहिलेको कथा हो यो। कथा चाहिँ कोसाभित्रका 5 गेडाका केराउको हो। वास्तवमा ती केराउ बडो अनुशासनका साथ मिलेर बसेका थिए। पल्टनका जवान जस्तै लाइन मिलेर आफ्ना ठाउँमा डेक नचली खडा रहेका थिए। कोसो हरियो थियो र त्यसभित्रका सबै केराउ पनि हरियै थिए। त्यसो भएकाले ती केराउहरू ठान्थे आखिर यो संसार सिंगै नै हरियै हुनुपर्छ। हुन पनि तिनका वरिपरि चारैतिर भित्ताहरू र आफू समेत हरियै थिए। अनि सिंगै संसार नै हरियै हुनुपर्छ भनेर तिनीहरूले किन नसोचुन् त। तर संसारमा दिउँसो घाम लाग्थ्यो भने राति अँध्यारो हुन्थ्यो। कहिलेकाहीँ पानी पर्थ्यो। दिनपछि रात आउने क्रम चलि नै रहेको थियो। यसरी घाम पानी हुँदै र दिन रात बित्दै गएपछि त्यो कोसो बिस्तारै पहिलिँदै गयो र त्यसभित्रका केराउहरू पनि अलिअलि गर्दै पहेँला हुन थाले। त्यसपछि भने तिनीहरूले यसो विचार गरे, ओहो यो संसार हरियै मात्र रहेनछ बाबै, रङ्गीचङ्गी पो रहेछ। बाहिर साँच्चै कस्तो होला, हेर्न खुल्दुली लागिरहेको थियो तिनीहरूका मनमा। तर तिनीहरू भने कोसाभित्र बन्द थिए। एक दिन तिनीहरूले खस्राखुस्रुक आवाज सुने। भएको के रहेछ भने एकजना केटाले बोटबाट त्यस कोसालाई टिपेर आफ्नो बगलीमा हालेका थिए। घरमा पुग्ने बित्तिकै उसले त्यस कोसालाई छोडायो। त्यस बेला केटो दङ्ग परेर भन्यो, अब म यिनीहरूलाई मेरा बन्दुकमा गोली बनाउँछु। नभन्दै केटाले ती गेडाहरूलाई एक एक गर्दै आफ्नो खेलाची बन्दुकभित्र हाल्दै हान्न थाल्यो। त्यस बेला पहिलो गेडाले घमण्डी पारामा भन्यो, म यो विशाल संसार हेर्न बेगका साथ लम्कने छु, मलाई कसले उछुन्न सक्छ लौ त। दोस्रोले फुर्ती गरेर भन्यो, म त त्यो तेजिलो सूर्यसम्म पुग्छु। तेस्रोले र चौथोले भने, जहाँ पुर्याइन्छ त्यही पल्टेर सुत्छु, सके गुडाउला पनि। पाँचौं गेडाले नम्रता साथ भन्यो, हेरौं जहाँसम्म जान सकिन्छ त्यहाँसम्म पुगुला। उसका शब्दहरूमा घमण्डको कुनै गन्ध थिएन, तर कुनै न कुनै लक्ष्यसम्म पुग्ने अठोट भने प्रष्ट थियो। यसरी त्यस 5औं गेडालाई केटाका बन्दुकले परेको एउटा झुप्राको खुला झ्यालभित्र पुर्यायो। झ्यालभित्रको चौकोस मुनि ओछ्याइएको काठ पुरानो र मक्किएको थियो अनि बेला बखत पर्ने गरेका पानीका छिटाहरूले गर्दा त्यहाँ ढुसी परेको थियो। त्यो गेडा ठिक त्यही मक्किएको र ढुसी परेको काठमाथि थपक्क बस्न पुग्यो। ढुसीले पनि त्यसलाई बिस्तारै छोपिदियो। त्यस झुप्राका कोठामा एकजना गरिब बुढी आमै र उसकी बिरामी छोरी बस्थे। उनी ठूला घरहरूमा चुलो बाल्ने र भाँडा माझ्ने काम गर्थिन्। तर उनले पाउने ज्यालाबाट उनीहरू 2 जनाको जीवन धान्न पनि मुस्किल थियो। छोरी बिरामी थिइन् र उनी राम्ररी ओखतिमुलो गर्न पनि सक्दैनथिन्। वर्षौंदेखि ओछ्यान परेकी छोरी उठ्न र हिँडुल गर्नसम्म पनि नसक्ने भएकी थिइन्। अति दुब्ली र पातली छोरी ओछ्यानमै टाँसिएकी जस्तै देखिन्थिन्। बुढी आमै प्रत्येक दिन बाहिर काममा जाँदा छोरीलाई हेरेर मनमनै यसो भन्थिन्, एउटी छोरीलाई पहिल्यै देउताले आफ्ना भागी भनेर खोसेर लगिसकेका छन्, यिनलाई पनि मेरा भागमा छाड्ने छाड छैन। यी छोरी मसँग बस्नको साटो बरु मलाई एक्लै छाडी आफ्नै बहिनीसँग बस्न जाने पो हुन् कि। यति भनेर उनी लामो सुस्केर हाल्थिन्। एक दिन बिहान झ्यालबाट कोठाभित्र घाम पस्यो र बिरामी छोरीले झ्यालतिर हेरिन्। उनलाई अचम्म लाग्यो, किनभने उनले झ्यालको मक्किएको र ढुसी परेको काठमाथि हरियो देखिन्। उनको मनमा त्यो के रहेछ भनी हेर्न उत्सुकता जाग्यो। आमा बाहिर जान लाग्नु भएको बेला उनले आमासित भनिन्, आमा त्यो झ्यालमा हरियो देखिने के हो ह? आमाले नजिकै गएर हेरिन् र भनिन्, ए त्यो त टुसो हो, कहाँबाट आएछ, लौ तिमीलाई नै भनेर कसैले एक टुसो त्यहाँ उमार्न लगाएछ कि क्या। साँच्चै बुढी आमैकी बिरामी छोरीले त्यस बेलादेखि बारम्बार आफ्नो मुन्टो झ्यालतिर फर्काउने। हेर्दा हेर्दै ती टुसो अलिअलि गर्दै बढ्न थाल्यो र हावामा फर गरी हल्लिन पनि थाल्यो। यो कुरा ओछ्यान परेकी बिरामी छोरीले बिछौनाबाटै देखिन्। उनी बाहिरै उठेर टुसालाई हेर्न भनी झ्यालसम्म आफै हिँडिन्। यो देखेर बुढी आमै असाध्यै खुसी भइन्। उनले हुर्किरहेको त्यस टुसालाई भर दिन एउटा थाङ्रो गाडिन् र लहरालाई चढ्न सजिलो होस् भनेर झ्यालमाथिको किलामा बाँधेर तन्काइन्।
त्यसपछि उनले छोरीलाई भनिन्, नानी, यो टुसा त तिम्रै लागि यहाँ उम्रेको रहेछ। कस्तो अचम्म। अब यहाँ एउटा करेसाबारी पनि भयो। हेर, अब तिमी एक्लै छैनौ। थाक्राको भर लिएर हलक्क हुर्किँदै बढिरहेको लहरालाई हेर्दै बिरामी छोरी कोठामा टहल्न पो थालिन्। उनलाई लाग्थ्यो वास्तवमा छोरी राम्री हुँदैछिन्। केही दिनपछि बोटमा फूलहरू फुल्न थाले। अलिअलि रातो रङ पोतिएका जस्ता फूलका पातहरू हेर्दै छोरी औधी रमाइन्। बुढी आमै पनि फूलहरू देख्ने बित्तिकै कराइन्, नानी लो, अब यसमा फूल पनि फुल्न थाले। यो त केराउको बोट रहेछ। तिमी त अब सन्चो पनि भयो। यो केराउको बोट यहाँ तिमीलाई सन्चो पार्न भनेर आइपुगेको रहेछ क्यार। छोरीले भनिन्, हो आमा, म अहिले निको भइसकेको छु। मलाई राम्रो भएको छ। अब म बिरामी छैन। आमा छोरी दुवैले बोटलाई माया र कृतज्ञताका भाव व्यक्त गर्दै हेर्न थाले। छोरीले फूलका नरम पत्रहरूलाई बिस्तारै छोएर हेरिन्। अरू केराउ कहाँ पुगे त? मलाई कसले उसिन्न सक्छ भनी घमण्ड गर्ने केराउ छानामुनिको डोटमा खस्यो र त्यसपछि त्यो एउटा परिवारको गोठमा सुरक्षित हुन पुग्यो। दुई अल्छी केराउहरू पनि पुग्न त टाढैसम्म पुगे, तर परिवारका चारमै फेरिए। तेजीला सूर्यसम्म पुग्छु भनी फुर्ती गर्ने चाहिँ एउटा गहिरो पोखरीमा खस्यो। त्यहाँ ऊ हलचल नगरिकनै एकै ठाउँमा बसिरह्यो, किनभने पोखरीको पानीले त्यसलाई यताउति चल्नै नदी समाति राख्यो। केही समयपछि ऊ ढाडिएर धम्बरधुस बन्यो। तर ऊ अझै भन्दैछ, मेरा 5 दाजुभाइमा सबैभन्दा राम्रो र गतिलो त मै भएको छु। कथाको शीर्षक 5 गेडा केराउको कथा। यो कथालाई हान्स एन्डरसनका कथाहरूबाट सवार गरिएको हो, जसलाई नेपालीमा अनुवाद गर्नुभएको छ शान्त दासले। आजको कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। हाम्रो भिडियो हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिकै आउने बेल आइकन दबाउनुहोला। आजलाई भने म तपाईहरुकै कथा भन्ने साथी जमिन राईलाई पनि बिदा दिनुस्।